साथीहरू पक्कै पनि तपाईँले आज थमेल हेरेर तपाईँ भिडियो हेर्दै हुनुहुन्छ। तपाईँले पक्कै पनि सोचे भन्दा फरक पाउनुहुनेछ के साँच्चै तपाईँले आङ्गोमा महिनामा 1 लाख क्रस कमाउनुहुन्छ। पक्कै नै दिनको तपाईँले 4-5 हजार कमाउनुहुन्छ। तपाईँले कसरी एङ्गल एक्सेप्ट गर्ने, कसरी लोकेसन हेर्ने, कसरी डिसिजनमा पुर्याउने कुरा त सबै भनेको छु। अब चाहिँ कुरा गरौँ अब कसरी कमाइन्छ होला त। नयाँलाई त एकदमै गाह्रो र इन्ट्रेस्टिङ हो र कसरी गर्ने होला काम चाहिँ सुरु। अनि लोकेसन हेर्न त आउँदैन होइन। लोकेसन हेर्न नआएपछि अब तपाईँले एउटै टिममा तपाईँले 2-3 घन्टा लगाइदिनु भयो भने लिन जानु 1 घन्टा, फेरि बिच बाटोमा गयो भने क्यान्सल गरिदिन्छ कस्टमरले, अनि पिकअप गर्नले गाह्रो। त्यही भएर एकदमै लोकेसन हेर्नलाई सिक्न जरुरी छ। अनि म तपाईँले कमेन्ट गर्नु होला तपाईँलाई कस्तो भिडियोहरू चाहिन्छ, म तपाईँलाई त्यही अनुसारको भिडियो हाल्ने नै छु। अब लागौँ, अब आउट कुरा नगएर पक्कै नै भिडियोतर्फ होइन। अब तपाईँले होइन यदि सिक्न चाहनुहुन्छ, तपाईँले महिनामा 1 लाख क्रस नै कमाउनु चाहनुहुन्छ र दिनमा 4-5 हजार कमाउन चाहनुहुन्छ भने भिडियो स्किप नगरी अन्तिमसम्म भिडियो हेर्नु होला। कस्तो लाग्छ लाइक कमेन्ट सेयर, नजानेको साथीहरूलाई सेयर गर्न नभुल्नु होला। ल हेरौँ अब भिडियो भन्ने बारेमा म कुरा गर्दैछु। ल ट्युब आयो, ट्युब आएपछि अब एक्सेप्ट गर्ने, एक्सेप्ट गरेर अब कुन ठाउँ लिनुपर्ने त्यहाँ देखाइसक्यो पुरानो मानिसहरू। अब लिनुपर्ने ठाउँ चाहिँ डाइरेक्ट अटोमेटिक आउँछ, ठ्याक्क लिन जाने। यो कहाँनिर छ लोकेसन जुम गरेर हेर्ने, अनि त्यसपछि कस्टमरलाई कन्फर्म गराएर त्यहाँबाट कन्फर्म गरिसकेपछि अनि तपाईँ लोकेसनमा हुनुहुन्छ कि हुनुहुन्न भनेर कल गर्ने। कस्टमरको लोकेसनमा पुगेपछि अब एभरेज भयो, त्यहाँनिर म पुगेपछि अब उसलाई फेरि म कल गरेपछि उसको फोन लागेन। धेरैचोटि ट्राई गरेँ, अनि अब चाहिँ फेरि कल गरेँ, फोन लागेन। कल ट्राई गरेँ, कहिलेकाहीँ नेटवर्कको समस्याले पनि यस्तो हुन्छ होइन। एउटा अनलाइनबाट कल गरेँ, त्यहाँबाट फेरि देखेँ। अब त्यो मान्छेलाई देखिसकेपछि म उता लिन गएँ। अनि चाहिँ अब कस्टमरलाई देखेपछि चाहिँ अब यहाँ मैले स्टार्ट गरेँ। अब स्टार्ट गरेपछि बसालेँ। अब टक्क कुन ठाउँ पुर्याउनु पर्ने, ठ्याक्कै कहाँनिर रहेछ अरे पुरानो बानेश्वर उता मैतीदेवी चोकनिर रहेछ। अब ठ्याक्कै त्यहाँबाट स्टार्ट गरेर जुम गरेर स्टार्ट गरेर हिँडेको। जामको बाटो 18 मिनट लाग्छ भनेको छ, 5 किलोमिटर सरर खोराकको बाटोको लागि। त्यहाँबाट सरर अनि हिँडेँ। अब यसमा चाहिँ मेन भनेको अब यहाँ छ लोकेसन कसरी हेर्ने। मान्छे झुक्किन्छन्। अब देखाउनु एउटा खोलाबाट देखायो, एउटा चाहिँ माथिबाट देखायो होइन। अब माथिबाट पनि एकदमै घुमायो, एउटा बाटो खोलाबाट देखायो। यदि बाटो थाहा छ भने आफ्नै तरिकाले हिँड्ने सिधै। थाहा छैन यस्तो अवस्थामा कसरी लोकेसन हेर्ने भने जब तपाईँहरूले लोकेसन टक्क लाएर स्टार्ट गरिसकेपछि लोकेसन गुगल म्याप देखाउँछ नि, देखाइसकेपछि अब कहिलेकाहीँ गल्लीको बाटो हुन्छ, आफूलाई थाहा त हुँदैन। अब लोकेसन जता देखायो त्यति गयो भने अब अर्कै ठाउँबाट कता घुमाइदिन्छ। अब जुम गर्ने, सिधा बाटो हेर्ने, कुन बाटो जाँदा ठिक होला भनेर जुम गरेपछि टक्क लाएर देखिन्छ त्यो बाटो, अनि सरर अनि हिँड्ने। हामी जब जाँदै गर्छौँ त्यहाँ एउटा कालो पछाडिको त्यो रेखा देखिन्छ। त्यो कट्दै हामी अगाडि निलो रेखा जाँदै गर्छौँ, पछाडिको त्यो रेखा
यहाँ कटिसकेको भन्ने सङ्केत जनाउँछ। अब लोकेसन धेरै ठाउँबाट देखाएको छु, बेला बेला कहाँबाट देखाइदिन्छ, बेला बेला पहेँलो देखाउँछ, रातो पनि देखाउँछ। त्यो सङ्केत भनेको धेरै रातो देखाएको छ नि जाम भएको होइन। अब अलिक पहेँलो भनेपछि त्यहाँ चाहिँ अलिकति भिडभाड छ भन्ने बुझिन्छ। अनि त्यसपछि चाहिँ म गौशाला पुगेँ र गौशालाबाट जाम भयो है, रोकिरहेको छ। त्यसरी कटिसकेपछि जब हामी हिँड्ने हो न, तर रोकिरहेको छ। सर्टकट हिँड्ने हो, मेन आफैले हिँड्ने हो, आफूलाई थाहा छैन भने लोकेसन जुम गरेर त्यहाँ बाटोहरू सिधा बाटो देखेर हुन्छ, त्यहीँ पनि हिँड्ने हो। अनि त्यसपछि म अब जाममा बसेँ। जाममा बसिसकेपछि त्यहाँ अब रातो अप्सन देखायो, रातो पहेँलो हरियो देखाउँछ होइन। रातोमा एकदमै जाम छ भन्ने सङ्केत हो। त्यसपछि जाम खुलेर म चोकबाट लागेँ मैती देवीतर्फ, मैती देवी हेर्नु है। जब म अगाडि निलो रेखा गर्दै जान्छु अनि त्यहाँको मैती देवी चोकनिर पुगेँ। ऊ अब त्यहीँ झर्ने भनेपछि लगभग 65 उठेको रहेछ। डिस्काउन्ट 11 गरेर 65 रुपियाँ लगेँ। अब यति लगाइसकेपछि त्यहाँबाट चाहिँ अब पैसा लिएपछि म डोन गर्छु। उसको मैती देवी चोकमा छ लोकेसन, अलिकति माथि छ मन्दिरमा होइन। अनि म उसले मन्दिरमै झर्छु भनेपछि मैले त्यही मन्दिरमा झारिदिएँ। मन्दिरमा झारेपछि पैसा लिएँ। अब पैसा लिएपछि अब नेक्स्ट राइट सेम यस्तै हो। लोकेसन कसरी हेर्ने नि तपाईँले सबै भिडियोहरू यसमा पाइसक्नु भएको छ, कसरी हेर्ने र कस्टमरलाई कसरी लोकेसनमा लिन जाने, पिकअप गर्ने र ड्युरेसनमा यता आउने। अब अर्को लोकेसन पिकअप लोकेसनमा पुर्याउने पनि लोकेसन यसरी नै हेर्ने हो। जुन लोकेसन भए पनि यसरी हेर्ने हो है त। अनि अर्को कुरा थाहा पनि पर्ने, जुन यो अब ऊ छ नि यो बिचमा ग्राउन्डमा चाहिँ निलो कलरको जोन हो, त्यो जोनमा छौँ भने हामीलाई बोनस आउने हो क्या धेरै। अब हामी त्योभन्दा बाहिर छौँ भने बोनस आउँदैन। अब कस्टमर त्यो जोनमा पऱ्यो भने कस्टमरले नै हाई पेमेन्ट गर्नुपर्छ। 6.5 किलोमिटरको 48 भनेपछि लिन जानुपर्ने 1.1 छ होइन। त्यो मैले एक्सेप्ट गरेँ। अब एक्सेप्ट गरिसकेपछि फेरि एक्सेप्ट गरिसकेपछि डाइरेक्ट आयो होइन। अब उसको कस्टमरलाई लिनुपर्ने ठाउँको लोकेसन देखायो, कता छ यो ठ्याक्कै यो ठ्याक्कै बागबजार चौकभन्दा अलिकति यतापट्टि छ। कस्टमरले कल गर्छु होइन। त्यसपछि यसरी नै हो सबै कुरा। सबैजनाले कमेन्ट गर्नु होला भिडियो कस्तो लाग्छ। म अर्को भिडियो ल्याएर आउनेछु यसरी नै बिस्तारै स्लो मौसममा। अनि मलाई चाहिँ तपाईँलाई लागेको जिज्ञासा र तपाईँले नजाने कुराहरू मलाई कमेन्टमा सोध्न सक्नुहुन्छ। र भिडियोलाई सक्दो सेयर गरौँ, नजानेको साथीहरूलाई सेयर गरौँ र तपाईँले आफू पनि सिकौँ र सजिलो तरिकाले काम गरेर महिनामा लाखौँ पैसा